कि न भगवान बुद्धको जन्मस्थलको रहस्यमयी इतिहास छ। भगवान बुद्ध जन्मेको ठाउँ 600 वर्षसम्म कसरी हरायो? हिस्ट्री अफ लुम्बिनी। नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ भगवान गौतम बुद्ध र लुम्बिनीको इतिहास बारेमा। आजभन्दा करिब 2500 वर्ष अगाडि एउटा यस्तो ठाउँ जहाँ जन्मिएका थिए विश्वलाई शान्तिको मार्ग देखाउने महामानव सिद्धार्थ गौतम, अर्थात् गौतम बुद्ध। तर के तपाईँलाई थाहा छ, यही पवित्र लुम्बिनी करिब 600 वर्षसम्म संसारको नक्साबाट पुरै हराएको थियो। घना जङ्गल र झाडीभित्र विलीन भएको यो ठाउँ कसरी पुनः भेटियो? अनि सम्राट अशोकले 2500 वर्ष अघि गाडेको त्यो एउटा स्तम्भले कसरी प्रमाणित गर्यो कि बुद्ध नेपालमै जन्मेका हुन्? स्वागत छ हाम्रो सिरिजको एपिसोड 3। आज हामी खोतल्दैछौँ लुम्बिनीको रहस्यमयी र गौरवशाली इतिहास। ईसा पूर्व 6औं शताब्दीको कुरा हो। शाक्य वंशकी महारानी मायादेवी आफ्ना पिताको राज्य देवदह जाँदै गर्दा बाटोमा पर्ने एउटा सुन्दर बगैँचामा विश्राम गर्न रोकिइन्। त्यो सुन्दर बगैँचा नै थियो लुम्बिनी। वैशाख शुक्ल पूर्णिमाको दिन एउटा सालको रुखको फेदमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिइन्। पौराणिक कथाअनुसार जन्मने बित्तिकै बालक सिद्धार्थले उत्तरतर्फ 7 कदम चालेका थिए र हरेक कदममा कमलको फूल बनेको थियो। बुद्धको महापरिनिर्वाणको करिब 249 वर्षपछि मौर्य सम्राट अशोक लुम्बिनीको तीर्थयात्रामा आए। उनले बुद्धको जन्मस्थलको पहिचानका लागि त्यहाँ एउटा ठूलो शिलास्तम्भ खडा गरे। त्यस स्तम्भमा ब्राह्मी लिपिमा प्रष्ट लेखियो, हिद बुधे जाते शाक्यमुनिति, अर्थात् यहाँ शाक्यमुनि बुद्धको जन्म भएको थियो। यही स्तम्भ आज बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सबैभन्दा ठूलो र अकाट्य ऐतिहासिक प्रमाण हो। चिनिया यात्रीहरू फा हियान र ह्वेनसाङले आफ्नो भ्रमण वृत्तान्तमा लुम्बिनीको वर्णन गरेका थिए। तर 14औं शताब्दीपछि प्राकृतिक विपत्ति, राजनीतिक परिवर्तन र आक्रमणहरूका कारण लुम्बिनी बिस्तारै घना जङ्गलमा परिणत भयो। मानिसहरूले यसको वास्तविक पहिचान बिर्सिए। त्यसपछि आयो सन् 1896 को ऐतिहासिक दिन। पाल्पाका बडा हाकिम खड्गशमशेर र जर्मन पुरातत्वविद डाक्टर अलोइस एन्टोन फ्युहररले घनघोर जङ्गलभित्र अशोक स्तम्भ पत्ता लगाए। 600 वर्षको खोजपछि संसारले फेरि आफ्नो शान्तिको केन्द्र फिर्ता पायो। आज लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीबद्ध छ। संसारभरका करोडौं मानिसहरू यहाँ शान्ति र अध्यात्मको खोजीमा आउने गर्छन्। लुम्बिनी केवल एउटा ऐतिहासिक ठाउँ मात्र होइन, यो सम्पूर्ण नेपालीको स्वाभिमान र विश्व शान्तिको प्रतीक हो। यदि तपाईलाई लुम्बिनीको यो इतिहास र रोचक तथ्य मन पर्यो भने भिडियोलाई लाइक र शेयर गर्न नबिर्सिनुहोला। अर्को एपिसोडमा हामी कुन ऐतिहासिक स्थलको बारेमा कथा ल्याउँ? तल कमेन्ट गर्नुहोस्।